राधे राधे, वेलकम ब्याक टु माई च्यानल। यस्तो हामी जाँदैछौँ कलेज। मेरो ब्यागमा चाहिँ आज लाइब्रेरीको बुक थियो, त्यसैले एकदम भारी भएको थियो ब्याग। यो चाहिँ हाम्रो क्लासको हालत आफ्टर फर्स्ट क्लास। अनि हाम्रो एक दिनको लागि चाहिँ क्लास कमिटीको क्लासरुममा थियो। अनि त्यसपछि भट्टले चाहिँ मेरो फोन ह्याक गरिदिन्छ नमस्कार भन्दै। त्यसपछिको हालत हेर। हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु द ब्लग। धेरै पछि सलिनाको ब्लग क्याप्चर गरियो। यो हाम्रो पाण्डा ग्याङ, डल्ले ग्याङ, ए ए ओटामस, गुड नाइट। यो हाम्रो लड्डु ग्याङ को हाम्रो चाहिँ ब्रेक टाइम हुन्छ अनि सबजना चाहिँ होस्टेलतिर लाग्छ। अनि मेरो साथीहरू यति क्यामेरा चाहिँ निक्छन् कि। अनि यो चाहिँ हाम्रो कम्युनिटी डिपार्टमेन्टको एकदम इम्पोर्टेन्ट चार्ट, सबैले याद गर्नुपर्ने। अनि यो हाम्रो लाइब्रेरी। अनि म जान्छु लाइब्रेरीमा मेरो बुक रिन्यू गराउन अनि रिटर्न गर्न। यता नेक्स्ट लेभल गर्मी भएको हुनाले चाहिँ सबजना 5 मिनटको बाटोमा छाता ओढेर होस्टेल फर्किन्छ। अनि म पनि रुम आइपुग्छु अनि फटाफट खाना खान जान्छु। त्यसपछि ल्याब कोट लगाएर म हुन्छु प्र्याक्टिकलको लागि रेडी। त्यसपछि सर आएर हामीलाई चाहिँ प्र्याक्टिकल गराएर जानुहुन्छ। त्यसपछि हामी चाहिँ प्र्याक्टिकल फाइलमा प्र्याक्टिकल लेख्न थाल्छौँ। हेलो सफल सलिनाको भ्लग है। हामीलाई अब बल्ल बल्ल छोड्नु भएको छ कमल सरले। एकचोटि रफ कपीमा, एकचोटि प्र्याक्टिकल कपीमा। अब टेस्ट दिनेहरूको टेस्ट। साला यो दुख का खत्म नहीं होता बे। टेस्ट दिने मान्छे पुरा ए ओ पुरा टाढा फोकस टेस्ट दिने मान्छे आज के जाने ओ दिने हो। हेलो श्रुति, श्रुति निकिता मक्ख परेर छु। प्रणव अब होस्टेल जान आँटिसक्यो। के भयो? अच्छा चल्दा सकियो, सकिने होला पनि लिऊँ न। सल्लाहको भ्लग है गाइजहरू। बाई बाई, सक्यो। बाई बाई। तिमी यति अग्लो छौ कि देख्दैनौ, तिमीलाई यसरी राख्नुपर्छ। म बिराजलाई नलिने सिटी आउँदैछ लिएको सिटीलाई। हेलो सल्लाहको कन्टेन्ट के भएन अरे, त्यही भएर म यसो मेरो सेल्फी हान्दै थियो। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। तिमी रोस्ट नगर मेरो प्लिज। आप खुश, आप लोग खुश। बहुत लिची खान पाएन भनेर भन्दै थियो नि त। अनि त्यही भएर आप चाहिँ ल्याइदिएको ल। त्यही भएर म चाहिँ क्लासबाट आएर फ्रेस हुन्छु। त्यसपछि खाजा खान जान्छु अनि आप पनि लिएर जान्छु साथीहरूसँग सो स्टडी टेबलमा सबै रेडी गरेर म चाहिँ पढ्न बस्छु। अनि फर्स्टमा चाहिँ मैले क्लासमै पढाएको कुरा पढ्नु पऱ्यो भनेर बायोकेमिस्ट्री पढ्न बस्छु। म गएँ माथि मेसमा खाना लिन। अनि खाना लिएर आएपछि हामी गयौँ बाहिर एकछिन सपिङ गर्न अनि फ्रेस हुन। धेरै पछि मैले चाहिँ पप्पासँग भेट गरेँ। रोजी 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 आऊ 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 रोजी। हेर्नु हेर्नु उफ्रेको आइज यहाँ। त्यसपछि हामी गयौँ मार्टमा चाहिँ यस्तो क्युट फुच्ची छ नि दिदीको छोरी। अनि उसलाई खेलाउँदै थियो नजिकमा।
त्यसपछि हामी चाहिँ बनाउन थाल्यौँ हाम्रो स्पेसल भेज बिरयानी भन्ने कि फ्राई राइस भन्ने आलु हालेर। Cheers to our aloo biryani, and this is our anda curry, and this is our najima. त्यत्रो भात खाएर हामीलाई पुग्दै पुगेन, त्यसैले हामीले बनायौँ मकै अनि त्यसपछि मकै घिउमा भुटेर हामीले खायौँ। रातिको बच्चा 12:30 त्यसैले म चाहिँ जान्छु सुत्न लागि।